तपाईहरुले कन्फ्युजन हुन्छ यो क्र्याक बटम कस्तो बटम हो भने जस्तै अब बाढी यदि आइरहेछ भने हामीले गेटलाई लिफ्ट गर्ने हो यो गेट कसरी यसरी गर्नु ए हो माथि तपाईको 7 मिनेट जति लाग्छ त्यो माथि आउनले यहाँसम्म आउनलाई करिब करिब हैन 7 मिनेट 7 त्यो आउँछ हैन हजुर मतलब बाढी आएको बेला यस्तै एवं प्रकारले हामी सबै गेटलाई यसरी राइज गरेर राख्दिन्छौँ। ठुलो जब बाढी आयो भने नि यो पन्डिङ स्केलबाट आएर थाहा हुन्छ यो लेभलबाट यो समुद्री लेभलबाट लिएको लेभल हो क्या हजुर। यो तपाईँको हामीले यतिखेर 134 मिटर हाइटमा छ र यस्तै गरी गेटहरूलाई लिफ्ट गर्ने हो होइन। तर अब मानव भोलि या पर्सिबाट पानी पौड गर्नु छ भने जति गेटहरू अहिले ओपन तरिकाले खुल्ला राखेको छ सबलाई के गर्ने त हामीले यसरी डाउन गर्ने टोटललाई डाउन गरिदिने टोटललाई जब पुरै डाउन भइसक्यो भने पानी यहाँ पौडिङ अनि पौडिङ भएपछि के छ मिड क्यानलको गेटहरू छ साथीहरू अनि त्यहाँबाट किसानले माग गरेपछि अब कति किमेस उसले माग गर्यो त्यो हिसाबले 7 सेन्टिमिटर बराबर 1 किमेस पानी फाल्ने यो गेटहरू अहिले पुरै बन्द गरियो जाम होइन बन्द गरियो। अच्छा एउटा यो कुरो दोस्रो कुरो यो बटम जस्तै कुनै कुनै वर्ष के हुन्छ यो त सिल्ड हो नि एक प्रकारको हो यो सिल्डहरूको कारणले गर्दाखेरि 1 मिटर 1.5 मिटरसम्म तपाईँको यसलाई पुरै प्याक गरिएको अवस्था हुन्छ जाम गरिएको अवस्था हुन्छ। जसरी यो गेटमा यसरी तपाईँको जाम भइसकेपछि त्यसलाई यो राइजले जति थिचे पनि तपाईँको गेट लिफ्ट हुँदैन। त्यसको लागि तपाईँको क्र्याक बटम यसलाई हेभी गियर भनौँ जस्तै गाडीहरूको पनि सबभन्दा हेभी गियर कुन हुन्छ त कति नम्बर 1 नम्बरले तपाईँ जस्तो सुके पनि उकालो चढ्न सक्छ। त्यस्तै गरी त्यो राइज बटम के अरे क्र्याक बटम थिच्ने बित्तिकै जति जाम भयो भने जति उ गरे पनि तपाईँको यसले 50 सेन्टिमिटर त्यसले अप गरिदिन्छ त्यो गेटलाई। त्यस पछाडि फेरि हामी राइज गर्नु त्यसलाई स्टप गरेर अनि राइज गर्ने अब यही सिस्टम सबैमा हो। र अर्को कुरो यो कन्ट्रोल बिल्डिङ छ त्यो बिल्डिङ कन्ट्रोल यो रुम जुन छ नि हो त्यहाँ बसेर पनि टोटल गेटहरूलाई अपरेटिङ गर्ने सिस्टम हो त्यहाँबाट नि राइज गर्न मिल्छ। जस्तै मानव ठुलो फ्लोड आयो एकदम यहाँबाट काम सम्भव छैन भने उही बसेर पनि गेटहरूलाई